चुनाव आउन लागिरहेको बेला अथेन्टिक न्यूजको चासो सबैलाई छ, तर के तपाईँ पनि इन्फर्मेसन ओभरलोडले हैरान हुनुहुन्छ? आज यता क्लिक गर्यो, भोलि उता फेरि फेक हो कि रियल हो थाहा नहुने, अनि हरेकको प्रोफाइल आजकल फेरि न्यूज प्रोफाइल जस्तो भएको छ हैन र? फेरि नेगेटिभ न्यूजको त बिगको कुरै नगरौँ। सरसर्ती हेर्दा यहाँ तीनटा मेजर प्रब्लम देखिन्छ। पहिलो भनेको इन्फर्मेसन ओभरलोड। एउटै न्यूज 50 ठाउँमा छ, स्क्रोल गर्दाखेरि त्यही कुरा जताततै देखिन्छ, जस्ट टाइटल अलग हुन्छ। दोस्रो भनेको ट्रस्ट डेफिसिट, कुन रियल हो कुन क्लिकबेट थाहा नै हुनु। अनि तेस्रो भनेको टाइम स्कार्सिटी, हामीलाई न्यूजको कन्टेक्स्ट चाहिन्छ, 15 वटा लामो आर्टिकल हैन। हो यही मेजर प्रब्लम सल्भ गर्न आएको छ नेपाल's फर्स्ट न्यूज क्युरेटर एप हातमा। यो एप iOS र एन्ड्रोइड दुईटैमा अवेलेबल छ र यसले अफिसियली भेरिफाइड न्यूज मात्र दिन्छ एउटै ठाउँमा। डाउनलोड गरिसकेपछि तपाईले आफ्नो प्रोफाइल सेटिङ गर्नुहोस् सो दैट तपाईले आफ्नो रुचि अनुसारको न्यूज फिड पाउन थाल्नुहुन्छ। केही इम्पोर्टेन्ट र छुटाउन नहुने फीचर्स भनेको चाहिँ पहिलो, तपाईको व्यस्त समयलाई ध्यानमा राखेर जम्मा 60 वर्ड्समा न्यूज समरीजहरु अनि पूरा पढ्न मन लागे भने मात्र क्लिक गर्दा भयो। अर्को भनेको आजको ट्रेन्डिङ न्यूज हेर्नलाई ट्रेन्डिङमा क्लिक गर्ने। इफ अहिले पढ्ने समय छैन भने संग्रह गरेर पछि फुर्सदमा पनि पढ्न सकिन्छ। देन कम्स द पोजिटिभ भाइब्स। नेगेटिभ न्यूजले वाक्क हुनु भएको छ भने यसमा गुड न्यूज सेक्सन पनि छ जसले पोजिटिभ सोच राख्नलाई हेल्प गर्छ। एन्ड भिडियो न्यूज, टिकटक या इन्स्टा जसरी स्वाइप अप गरेर क्युरेटेड भिडियो न्यूज, इन्टरभ्यूज र रेलेभेन्ट भिडियोजहरु हेर्न सकिन्छ। झन्डै 50 वटा राष्ट्रिय मिडियाको न्यूज अब एउटा सिंगल प्लेटफर्ममा छ थ्रु हातमा। एन्ड थप हरेक कन्टिनेन्टको टप 10 इन्टरनेशनल मिडियालाई पनि इन्टिग्रेट गर्दैछन् छिटै यसमा। यो एपले डिजिटल इन्फ्रास्ट्रक्चर बिल्ड गर्दैछ जहाँ न्यूज न ढिलो हुन्छ न अपुरो, र नेशनल र इन्टरनेशनल कम्बाइन हुन्छ। अनि एउटा गजबको धेरैको फेभरेट फिचर बन्न सक्ने चाहिँ यसको स्मार्ट नोटिफिकेसन हो। मर्निङ ब्रिफ, मिड डे अपडेट र इभिनिङ र्यापअप जसले तपाईलाई दिनभरि अहेड एन्ड अपडेटेड राख्छ थोरै टाइममा नै। तपाईको हातमा मोबाइल छ भने त्यो मोबाइलमा चाहिँ हातमा एप पनि हुनु पर्यो। एकचोटी चलाएर हेर्दा तपाईलाई यो एपको कुन चाहिँ फिचर एकदमै राम्रो लाग्यो कमेन्टमा लेख्न चाहिँ नबिर्सिनुहोला।